स्टेज हेर्नु है हाम्रो घरको साङपाङ सहरको स्टेज चाहिँ यस्तो छ। पानी यसरी गरिरहेको छ, यसरी पौडी खेलिरहेको छ। हाम्रो घरको साङपाङ सर पनि आइसक्नु भएको रहेछ है। गर्मी छ अलिकति। घरको साङपाङ सरको स्टेज हेर्नु न, स्टेज त यस्तो हो। ल स्टेज हेर्नु है हाम्रो घरको साङपाङ सहरको स्टेज चाहिँ यस्तो छ। खतरा हो क्या, लास्टै बिल्कुलै फरक छ क्या। बिल्कुलै फरक स्टेज छ क्या। पुरानो शब्दहरू पानीको फोहरालाई नेता ल्याउनु न। सत्य भाइ परिचालन हुनु, परिचालन हुनु। ल सबैजना यता आउनुहोस्, एउटा गीत सुनाउँछु। ल ल अगुवा श्रृङ्गारहरूले सबैजनालाई यता यता गोल बन्द गर्नु होला प्लिज। पर्दैन यहाँ राख्नु नि, यहाँ यसो गरेर भइहाल्छ। ल भइहाल्छ भइहाल्छ, नल्याउँदैछ यता त्यतातिर हो, त्यता राख्नु पक्रिँदैन, गर्नु छ गर्नु छ। ल खोइ उता त्यो साथीहरूले यता ल्याउनु, यता 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 ल्याउनु, यता आउनु, सबैजना यता आउनुहोस् प्लिज। यो जहिले यता आउनुहोस् उता जानुहोस् भनिराख्नु पर्ने मेरो जुनीभरि रहेछ। यता आउनुहोस् उता जा भनिराख्नु पर्ने खालको हो। ल यता आउनु पर्यो, यता घाममा अलिक तालु कालो बनाउनुपर्छ यस्तो। ल नानी लड्छ लड्छ, अहिले उता जाऊ न। तिमीले लैजाऊ। ल लु तपाईँहरू पनि ब्यानर लिएर त्यहाँ उभिराख्ने कि यता आउने हो? अलिक आउनुहोस् छिटो। कि कति बजी आउने हो? समय होला फेरि। ल है ब्यानर चाहिँदैन थियो आज, जस ब्यानर पनि आएको रहेछ, केही छैन। ल त्यो समूह आइसकेपछि म सुरु गर्छु। ल ल ल अब चुप्प लागेर सुनिदिनु होला। अब चुप्प लागेर एउटा त्यो त्यही हुँदै गर्नुहोस्, केही छैन है। सबैजना एकछिन अब चुप्प लागिदिनु होला है। ल सबैजना घडी हेर्दा हुन्छ। सबै सहयोगदाताहरूलाई बराबरी उति नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। ती श्रमदाताहरू जसले मसँग प्रत्येक दिन श्रम गर्नुभयो, उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। कोही एकछिन आउनुभयो, एक दिन आउनुभयो है र सहयोग गर्नुभयो, उहाँहरूलाई पनि उति नै धेरै हार्दिक धन्यवाद र सम्मान व्यक्त गरेको छ। जसले नैतिक समर्थन मात्रै गर्नुभयो, फेसबुकमा राम्रो छ भनेर भन्नुभयो, उहाँहरूलाई पनि हार्दिक हार्दिक धन्यवाद छ। जसले विरोध गर्नुभयो, आलोचना गर्नुभयो,
है अनावश्यक मुद्दाहरू लाउनु हो उहाँहरूलाई चाहिँ एक मुरी अझै धेरै धन्यवाद छ। हामी हाम्रो देशलाई बनाउनका लागि भेला भएका छौँ। यहाँहरूलाई मैले बारम्बार भनिरहेको छु, हामी हाम्रो देशलाई बनाउनका लागि श्रम गर्नका लागि आएका हौँ। यहाँ कुनै व्यक्तिलाई हर्क साम्पाङले श्रमको अभियान सुरु भयो। यिनीले मलाई यस्तो भिजाइदिएको आज चाहिँ त्यहाँ पानीमा ढकेलेर त्यहाँ पानी त्यत्रो आइरहेको छ। यो टिचरले के गर्न खोजिरह हो। यति धेरै यहाँ ठाउँमा यति नै छ होइन, तलतिर हेर्ने भने त्यति नै छ। हाम्रो हर्क साम्पाङको क्रेज हेर्नुहोस् त गाइस कस्तो छ, क्रेज क्रेज। ल बुढी आमा पनि नुहाउँदै हुनुहुन्छ है। के गर्न खोज्यो हो। तर यसरी पानी होइन, यस्तो धरान सुक्खा छ हाम्रो धरानमा। यस्तो नराम्रो मान्छेको मनहरू छ होइन, जुन समय के अझै पनि होइन, जुन पुरानो जमानामा बच्चा बच्चीहरू होइन एकले अर्काको राम्रो देख्यो भने ईर्ष्या गर्ने हुन्छ नि, त्यही टाइपको भएर चाहिँ हाम्रो पानीहरू होइन बार बार काटिँदैछ र फेरि पनि यसरी ल्याइरहनु भएको छ होइन। साँच्ची पनि हाम्रो मेयर हर्क साम्पाङ सर चाहिँ ती कुराहरूबाट नडराई फेरि पनि यही काममा लागि परिरहनु भएको छ र धरानमा चाहिँ यसरी पानी यस्तो सुक्खा ठाउँमा लिइरहनु भएको छ।